बहुसंख्यक नागरिक बौद्ध धर्मावलम्बी भएको देश जापान र नेपाल बीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा थप प्रगाढ र सुदृढ बन्ने विश्वास समेत व्यक्त गर्न चाहन्छु। सन् 2023 मार्च 6 देखि 15 सम्म मेरो जापान भ्रमणमा भरतपुर महानगरपालिका र योकोसुका सिटी बीच आपसी हितको उद्देश्यले भएको समझदारीले भरतपुरको दिगो विकासमा टेवा पुग्ने अपेक्षा दिएको छु। विशेष गरी योकोसुका सिटीले दिगो विकासमा गरेको उल्लेखनीय प्रगतिबाट हामी अत्यन्तै प्रभावित भएका छौँ। योकोसुका सिटीको सबै क्षेत्रमा भएको उच्च प्रगतिको प्रयोग, हरियाली सहर, समय व्यवस्थापन एवं प्रभावकारी फोहोर व्यवस्थापनको अभ्यास भरतपुर महानगरपालिकामा पनि क्रमिक रूपमा अगाडि बढाइरहेका छौँ। विशेष गरी फोहोर व्यवस्थापनमा यहाँहरूको सहयोगको अपेक्षा समेत गरेका छौँ।